हेलो हेलो। आज म यही गाउँमै नै एउटा यस्तो घरमा छु जुन घर 100 वर्षभन्दा पनि पुरानो छ। यो पछाडि देखेको घर अराउन्ड 100 वर्षभन्दा नि पुरानो भयो, तर यसको फिनिसिङ होइन। अब यत्रो भूकम्पहरू आइरहेछ र पनि घर यति बलियो छ। के कारणले छ त? यो लगभग 100 वर्षभन्दा नि क्रस भइसक्यो। माटो ढुङ्गा काठले नै बनेको घर हो। यति पुरानो चाहिँ सबै माटो ढुङ्गा काठले त बनेको घर हो, तर 100 वर्ष चाहिँ अलि पुगिसकेका छैनन् घरहरू गाउँमा। 100 वर्ष पर 150 हाराहारी पुगेको छ यो घर। अब यो अगाडि देखेको पालिहरू यिनीहरू त पछि थप्या हो, तर घर मूल घर छ। त्यो घर चाहिँ 100 वर्ष पुगिसकेको छ, तर यसमा के छ त विशेषता? कसरी टिकिरहेछ यो घर? यति राम्रो छ, यति सुन्दर छ, यहाँ मान्छे पनि बस्नुहुन्छ होइन। अब यसको त्यति बेलाको फिनिसिङ चाहिँ म अहिले आज तपाईँहरूलाई देखाउने छु। यो घरको भिडियो अन्तिमसम्म हेर्नु होला। यो घर चाहिँ यो साइडबाट यसरी हेर्दा यस्तो छ। यो 3 तले छ यो घर। तपाईँले हेर्नुभयो भने 1 तला तल, बिचमा अनि माथि 3 तलाको छ। यहाँ चाहिँ पुरै काठहरू भनौँ न, यो झ्यालको बुट्टाहरू हेर्नुभयो। यो अहिले चाहिँ यस्तो बनाउन सकिँदैन, बनाउँदैन। यो पुरानो हजुरबाहरूले बनाएको घर हो। यो चाहिँ 3 तलाको छ यो घर। यो झ्यालको फिनिसिङहरू यो त्यति बेलाको यो यस्तो कलात्मक छ। यसको यो बुट्टाहरू है, तर यो पुरानो शैलीको घरहरू यस्तो राम्रो छ कि झ्याल भन्छ यसलाई। यहाँबाट हेर्नुभयो भने यो केराको बुवा आकारको यो के राख्छ यो पनि मलाई पनि थाहा भएन, तर यो काठकै होला सायद। यता पनि यो 4 कुनामै हुन्छ सायद। यसको पौराणिकै मान्यता होला त्यति बेलाको। अहिलेको घरहरूमा यस्तो पाइँदैन। घर ढुङ्गाले नै छाएको हुन्छ हाम्रो गाउँमा प्रायः। अनि अर्को यो कुरा, जस्तो तपाईँको यहाँ यो जुन पालहरू छ चारवटा, यो त्यति बेला पनि के हुन्छ भने चाहिँ अहिलेको घरहरूमा भेन्टिलेसन भन्ने धुवाँहरू बाहिर जाने भन्छ होइन। त्यति बेलाको बुढाहरूले भनौँ न, बाबुबाजेहरूले सायद यसलाई धुवाँ जाने है, मान्छे आगै बाल्ने हो, काठ बाल्ने हो, त्यसको लागि नै बनाए जस्तो लाग्छ मलाई, मेरो भ्यू अनुसार। यो यसलाई भेन्टिलेसनको काम चाहिँ यसले चाहिँ गर्छ जस्तो लाग्छ। त्यति बेलाको ढुङ्गा नै हो, कति मजाले नै भनौँ न। यो घर अझै मलाई लाग्छ यो जीवनभरि नै टेक्छ यो घर। ल हेर्नु, मलाई चाहिँ यो घरहरू देख्दा यति आनन्द लाग्छ, यति आनन्द लाग्छ। न गर्मी न जाडो, ढुङ्गाले छाएको घरहरू। त्यही माथि यो यति वर्ष पुरानो घर छ। यहाँ हरेक कुराहरू कलात्मक छ क्या। ल हेर्नुभयो भने यो नर्मल कुराहरू भनौँ न, यो पनि तपाईँको यति सुन्दर छ। यो कलात्मक चाहिँ अहिलेको घरहरूमा चाहिँ भेटिँदैन। यो पुरानो नै घरमा अहिलेको यो लेभलको जनशक्ति चाहिँ सायद छैन होला। अहिले बजारमै किन्न पाइने यो चाहिँ सबै खोपेर बनाएको, सबै खोपेर। ल हेर्नु जस्तो यो यस्तो मजाले क्या, यो हातबाटै बनाएको। यो जति डिजाइनहरू छ, यो काठहरू पनि त्यति नै वर्ष पुरानो हो, तर अझै पनि यस्तो मजबुत छ। ढोका भनौँ है, मूल ढोका। यसको यो डिजाइनहरू हेर्नुभयो भने यो यति सुन्दर छ। अझै पनि हाम्रोमा यो गुन्द्राहरू बुन्ने, यसरी राख्ने लसुनहरू, यो चाहिँ यस्तो मजाको छ। यो प्रत्येक झ्याल ढोकाहरू भनौँ न,
आहा कति सुन्दर। दाइ नमस्कार। नमस्कार बाबु। तपाईँ यो घरमा 150 वर्षभन्दा पुरानो घर हो होइन, बस्नु भएको छ। यत्र भूकम्पहरू गए बारम्बार होइन, यो केही चर्किने उ गर्ने। तपाईँ बसे कि 50 वर्ष हुन लाग्यो, तपाईँभन्दा पहिला पनि 50-100 वर्ष चाहिँ घर बनिसकेको थियो। तपाईँको यो घरमा बस्दाको अनुभव, यत्रो भूकम्पहरू आए, धेरै घरहरू ढले, यो घर केही पनि भएको छैन, झन् सुन्दर हुँदै गएको छ। यसमा के छ तपाईँको? यो धेरै वर्ष भयो भूकम्पहरू गए। कोही पुरानो घर अब काठले बनाएको, बन्चराले काटेको, थेबेले मिसिनहरू होइनन्, यस्तो जमानाको घर हो यो। जमानाको घर हो। यसमा भूकम्प आउँदा उड्दा केही पनि भएको छैन? नै केही भएको छैन। ओहो, तपाईँ बसेको यत्रो वर्ष भयो, यत्रो वर्ष बस्दै गर्दा केही कुराको पनि यसमा केही कमी महसुस? केही छैन, केही पनि छैन। अब तपाईँको बजारतिर जाने यो ट्रेन चलिरहेछ, सबै छोडेर गइरहेछन्, तपाईँ मजाले घर सिँगारेर यस्तो चिटिक्क पारेर बस्नु भएको छ, त्यही पनि यति वर्ष पुरानो। के भन्नुहुन्छ? सबै बजार बस्ने भन्छु, घर सिँगाइयो छ, प्लास्टर गरियो पुरा हो। अब मधेसमा गएर गर्मी नखाने है, पाहाडमा बस्ने, आफ्नो खेती किसान गर्ने खाने। त्यही त, अब यो ढुङ्गाले सक्न जानी गर्ने नसक्दा पनि अब छोराहरू आए उरे भने यहाँ बस्नलाई ठिक छ सबै कुराहरू। यो घर तपाईँ अझै कति वर्ष टिक्ला जस्तो लाग्छ तपाईँलाई? अझै लाग्छ, अझै 50 वर्ष टिक्ला। 50 वर्ष टिक्छ। ल दाइ, ल अब तपाईँलाई धेरै धेरै धन्यवाद। हस् ल।